हेलो, आज हामी वालमा पुटिङ कसरी लाउने, पुटिङ लगाउनुको विशेषता के हो, यो लगाइसकेपछि हामीहरूलाई एडभान्टेज के मिल्छ, फाइदा के हुन्छ र पुटिङ लाउँदाखेरि ध्यान दिनुपर्ने कुरा के हो र यो कति कोड गर्नुपर्ने हुन्छ, के गर्नुपर्ने हुन्छ भन्ने बारे र तपाईहरु यो भिडियो हेरिसकेपछि आफै पनि पुटिङ गर्न सक्नुहुनेछ र धेरै साहुहरूले के भन्छन् हैन, पुटिङ किन लाउनुपर्ने हुन्छ, पुटिङ लगाएपछि हामीलाई के फाइदा हुन्छ। यदि तपाईहरुलाई यस्तो कन्फ्युजमा तपाईहरु पनि हुनुहुन्छ भने हैन, यो भिडियोलाई पुरै फुल हेरिदिनु होला। यो भिडियो एकदमै नलेजेबल हुनेछ तपाईहरुको लागि। यो भिडियो नलम्ब्याउँदै म यो भिडियोलाई सुरु गर्न चाहन्छु। स्वागत तपाईहरुलाई मेरो एजी हाउस डिबेट च्यानलमा। म कृष्ण चौधरी। म तपाईहरुलाई यो भिडियोमा आफै गरेर प्र्याक्टिकली गरेरै म तपाईहरुलाई डेमोको साथमा यो भिडियोलाई म तपाईहरुलाई सम्झाउने छु। यदि यो भिडियो हेर्नुभयो भने तपाईहरुले पेन्टिङ बारे, पुटिङ कसरी लाउने, के गर्नुपर्ने कुरा सबै तपाईहरुले यो भिडियोमा बुझ्न सक्नुहुनेछ। हामी आफूसँग भएको आइडिया, नलेज र आफूसँग भएको जुन सिप छ, त्यो सिप हामी यो भिडियो मार्फत तपाईहरुसम्म पुर्याउन चाहन्छौँ। यदि तपाईहरुलाई पनि लाग्छ कि यो बन्द 18 मिनेट गर्दैछ भनेर लाग्छ भने तपाईहरुले हाम्रो भिडियोलाई लाइक गरिदिनु होला। हामीहरुलाई चाहिने सामग्री एउटा भइहाल्यो, हाम्रो यो पट्टी, यो हाम्रो पट्टी भइहाल्यो। अनि त्यसपछि आउँछ हाम्रो पुटिङ लाउने जुन हुन्छ हाम्रो गुरमाला। एउटा हाम्रो यस्तो गुरमाला हुन्छ अनि एउटा अर्को चाहिँ यस्तो गुरमाला हुन्छ। अनि हामी अब सुरु गरौँ भिडियोलाई। अहिले हामी बाटामा पुटिङ हाल्दै छौँ। तपाईले हेर्न सक्नुहुन्छ। पहिला हामी एउटा बाटामा साफ पानी ल्याएको छौँ। त्यो साफ पानीमा हामीहरूले पुटिङ बिस्तारै बिस्तारै हाल्दै छौँ। तपाईहरुले पनि यस्तै गर्नु होला। पुटिङलाई चाहिँ छर्काउँदै पुटिङ बिस्तारै बिस्तारै हाल्नु होला। यदि तपाईले पुटिङ सँगै हालिदिनु भयो भने हैन, एकट्ठा तपाईले पुटिङ सँगै हालिदिनु भयो भने हामीलाई पुटिङ बनाउन धेरै अप्ठ्यारो हुन्छ। तर मसँग अहिले पुटिङ बनाउने मसिन नभएर हामीहरूले यो आफ्नो जुगार लगाएको छौँ। तपाईहरुले देख्न सक्नुहुन्छ। हामीहरूले खुट्टाले मिच्दै छौँ। खुट्टाले मिच्दाखेरि के हुन्छ भने हैन, हाम्रो पुटिङ राम्रोसँग बन्छ र हामी जुन हातले बनाएर धेरै टाइम लगाउँछौँ त्यो टाइम पनि हाम्रो एकदमै कम लाग्छ। तर तपाईहरुले हैन, यो पुटिङ बनाउँदाखेरि ध्यान दिनुपर्ने कुरा के छ भने पहिला पानी हाल्ने, पानीमा पुटिङ हाल्ने, 15-20 मिनेटसम्म फुल्न दिने अनि तपाईहरुले पुटिङ बनाउन सक्नुहुनेछ। तपाईले हेर्न सक्नुहुन्छ हाम्रो पुटिङ बन्न लाग्यो। हाम्रो हल्का तपाईले देख्न सक्नुहुन्छ अनि त्यसमा हल्का दाना दाना छ। त्यो दाना हुनु भएन। हाम्रो त्यसलाई एकदमै राम्रोसँग फिट्छौँ, मिलाउँछौँ। अब हेर्न सक्नुहुन्छ हाम्रो यो हल्का भइसकेको छ अनि हामीले यसमा बनाउने बित्तिकै अर्कोमा हामीले अहिले खुट्टा हालेको छौँ। त्यो पनि हाम्रो लगभग 9-10 मिनेट जति भइसकेको थियो। त्यो भएर त्यसमा पनि हामीले खुट्टा हाल्यौँ। अब त्यस्तो के हुन्छ भने हैन, त्यस्तो अवस्थामा हाम्रो छिटै पुटिङ बन्छ र हामी अब लगाउन गइरहेको छौँ। सबभन्दा सुरुमा तपाईहरुले वाललाई पट्टीले, झाडुले सफा गर्नुहोला। पहिला त तपाईहरुले हेर्नु होला कि मेरो वाल सुकेको छ कि छैन भने तपाईहरुले राम्रोसँग यदि ढुक्क हुनुहुन्छ भने तपाईहरुले सर्वप्रथम पट्टीले, जुन हाम्रो वालमा सानो सानो बालुवा हुन्छ, त्यो पट्टीले चाहिँ राम्रोसँग साफ गरिहाल्नु होला। त्यो पट्टीले पहिला निकाल्ने त्यस्तो बालुवालाई अनि झाडु पनि लगाइदिने। त्यस्तो अवस्थामा के हुन्छ भने हाम्रो सिंगल कोटमा हाम्रो राम्रो फिनिसिङ आउँछ अनि डबल कोटमा गर्दिएपछि हाम्रो एकदमै राम्रो फिनिसिङ आउँछ। त्यही भएर सरसफाइमा चाहिँ तपाईहरुले कन्जुसाइ नगर्नु होला। अब हामी सुरु गर्दै छौँ। तपाईले हेर्न सक्नुहुन्छ हामी तलदेखि माथि लगाउँदै छौँ। म तपाईलाई स्टेप बाइ स्टेप भन्छु है। हामी तलदेखि माथि लगाउँदै छौँ। यदि तपाईहरुले हैन सुरुमा यो पुटिङ गर्दै हुनुहुन्छ, आफै गर्दै हुनुहुन्छ भने एउटा गुरमाला पट्टी तपाईलाई चाहिन्छ अनि तलदेखि माथि गर्नु होला। यदि तपाईले
माथिदेखि तल गर्नु हुने हो भने तपाईको पुटिङ खस्न जान्छ, किनभने तपाईले पुटिङ गर्नमा त्यति एक्सपर्ट सुरुमा हुने छैन। त्यही भएर तपाईहरुले सुरुमा तलदेखि माथि पुटिङ गर्नुहोला। र ध्यान दिनुपर्ने कुरा के छ हैन, एउटा खुट्टा चाहिँ अगाडि राख्नु होला। जसरी हामी भलिबल खेल्छौं नि त्यस्तै एउटा खुट्टा अगाडि राख्नु होला अनि एउटा खुट्टा पछाडि, अनि हामीलाई त्यस्तो पुटिङ तान्दाखेरि ताकत जुन हाम्रो बल लाग्छ त्यो बल लगाउन हामीलाई सजिलो हुन्छ। र जुन हामीमा त्यो तल स्कटिङ छ नि टाइलको, त्यो तल स्कटिङ देखि नलिएर म हल्का माथिदेखि 1 फिट जति माथिदेखि म जुन पुटिङ लगाउने छु त्यसको बारेमा पनि तपाईलाई भन्छु हैन। यदि हामीहरूले तलदेखि गर्यौं भने हैन, हाम्रो त्यहाँ डाँडा हुन्छ अनि त्यस्तो डाँडा आउने सम्भावना हुन्छ, अनि त्यस्तो डाँडा आयो भने हाम्रो स्क्र्याच देखिन्छ हैन। त्यही भएर म हल्का त्यो जुन हाम्रो सबभन्दा तलभन्दा हल्का 1 फिट आधा फिट म माथिदेखि गर्दैछु। यस्तो गर्दा हाम्रो त्यस्तो स्क्र्याच चाहिँ आउँदैन। तपाईले हेर्न सक्नुहुन्छ कति बिस्तारै र कति राम्रोसँग म पुटिङ गर्दैछु। तपाईहरुले हामीलाई जब सुरुमा तपाई गर्नुहुन्छ नि पुटिङ, तब तपाईहरुलाई कुना मिलाउन धेरै अप्ठ्यारो हुन्छ। त्यही भएर ध्यान दिनु होला। कुनामा यदि मिलाउन सक्नुहुने हो अप्ठ्यारो पर्छ भने तपाईले औँलाले पनि मिलाउन सक्नुहुनेछ। र जसरी म तलदेखि त्यहाँ माथिसम्म गरे अनि माथि जुन जहाँसम्म म सक्छु हैन त्यहाँसम्म म हल्का माथिसम्म पनि गर्दैछु। अनि त्यहाँ माथिसम्म गरिसकेपछि हैन म लगत्तै तलदेखि पनि गर्दिन्छु। अनि के हुन्छ, अब हाम्रो त्यो जुन हाम्रो 1 फिट आधा फिट जुन छोडेछौं नि, यदि हाम्रो त्यस्तो बालु आए तापनि हैन त्यो धेरै माथिसम्म जाँदैन। अनि त्यहाँ हामीलाई फिनिसिङ निकाल्न राम्रो हुन्छ। तपाईले देख्न सक्नुहुन्छ त्यस्तो स्क्र्याच जस्तो छ। म डबल त्यसलाई मिलाउँदै छु। यसरी गर्दाखेरि तपाईको जुन काम हुन्छ त्यो छिटो पनि हुन्छ अनि काममा पनि त्यस्तो कम्प्लेन चाहिँ आउँदैन। त्यसैले तपाईहरुले ध्यान दिनु होला। यस्तो सानो कुरा चाहिँ धेरै ध्यान दिनु होला तपाईहरु। म तलदेखि माथि गरे। अब मेरो काम पुरै सिद्धिरहेको छ, मतलब एक वार पुरै मेरो सिद्धिन्छ हैन। तपाई जति फास्ट गर्न सक्नुहुन्छ त्यति फास्ट नै गर्नु होला, किनभने यदि तपाई धेरै पुटिङ बढाउनु भयो हैन त्यो हाम्रो 2-2.5 घण्टामा हाम्रो त्यो खराब हुन थाल्छ। त्यसैले तपाईले जति फास्ट गर्न सक्नुहुन्छ अनि त्यति फास्ट नै गर्नु होला। र ध्यान दिनु होला त्यो एउटा खुट्टा अगाडि एउटा खुट्टा पछाडि चाहिँ यो आफ्नो माइन्डमा चाहिँ सेट गरिराख्नु होला। यसरी गर्दा हाम्रो छिटो काम हुन्छ, टाक लगाउन सकिन्छ। हाम्रो बाल वा सिमेन्ट भित्र पनि फुटिङ भित्रसम्म जान्छ। त्यही भएर हल्का प्रेस गरेर लाउनु होला। यदि धेरै मोटो लगाउनु हुन्छ भने हैन सुरुमै पुटिङ यदि तपाई मोटो लगाउनु हुन्छ भने त्यो हाम्रो पाप्रा भएर निस्कने धेरै सम्भावना हुन्छ। त्यसैले ध्यान राख्नु होला। पुटिङलाई चाहिँ धेरै मोटो लाउनु पर्दैन, बरु यसलाई डबल कोट सम्म गरेपछि राम्रो हुन्छ। सिंगल कोट डबल कोटमा हाम्रो राम्रो फिनिसिङ आइहाल्छ। यसैले सिंगल कोटमा पनि पातलो गर्नु होला र डबल कोटमा पनि पातलै गर्नु होला, किनभने हामीहरूले यदि मोटो लगायो भने हाम्रो पुटिङ निस्कने धेरै सम्भावना हुन्छ। रिलेटेड र पेन्ट रिलेटेड कुराहरू यदि तपाईहरुलाई त्यस्तो आइडिया छैन या केही कुरा सोध्न चाहनुहुन्छ, पेन्ट रिलेटेड कुनै पनि त्यस्तो कुरा सोध्न चाहनुहुन्छ भने हामीहरूलाई सम्पर्क गर्नु होला, कमेन्ट गर्नु होला। र हामीहरूले यो आफ्नो च्यानलमा डेली पेन्ट रिलेटेड र डिजाइनिङ सम्बन्धी हामीहरूले रेगुलर आफ्नो च्यानलमा भिडियो अपलोड गरिराख्छौं। त्यसैले हाम्रो च्यानलबाट जुन हामीले भिडियो बनाउँछौं त्यो भिडियो मिस नगर्नलाई तपाईहरुले हाम्रो च्यानललाई सब्स्क्राइब गरिहाल्नु होला। हस्त, धन्यवाद।